त्यही सबैजनालाई हजुरले देখিरहेमा चाहिँ हाम्रा पङ्गिल युवाहरू यो हिमाली मावि मतदान केन्द्रमा आफ्नो मत जाहेर गर्नको लागि रेडी अवस्थामा हुनुहुन्छ युवाहरू। हाम्रा पङ्गिली युवाहरू अब यो हिमालयमा मतदान केन्द्रमा र नमस्कार है। ल आज मतदान गर्दै हुनुहुन्छ, अब हजुरले कस्तो केमा चाहिँ मतदान गर्ने विचार गरिराख्नु भएको छ? अब यो चाहिँ तपाईँको गोप्य मत चाहिँ आफ्नो गोप्य हुनुपर्छ। अब आफ्नो आफ्नो विचार चाहिँ प्रस्तुत पनि गर्नुपर्छ। अब एउटा न एउटा एजेन्डा चाहिँ हामीले समाउनै पर्छ। अब मेरो विचारमा अहिले यो ठ्याक्कै मत यहीलाई नै जान्छ भनेर चाहिँ भनिहाल्ने अवस्था चाहिँ छैन। जोस् निर्वाचनमा चाहिँ म सहभागी हुनेछु। ल आफ्नो मताधिकार प्रयोग गर्नुहुनेछ? प्रयोग मात्रै गर्नेछु म। मेरो मत अधिकार चाहिँ प्रयोग गर्नेछु, त्यति मात्रै हो मेरो। ल अर्को म पङ्गिल युवाल सुन्न चाहन्छु, हजुरको मत कस्तोमा जान्छ? मेरो चाहिँ मत हिजोसम्म नो भोट भन्ने मेरो मोटो चाहिँ त्यो थियो र आज जुन अब चुनाव भइसकेपछि अब हाम्रो भदौ 23 र 24 गतेको जुन हाम्रो अब चेन्ज भएको छ, अब त्यो सिचुएसनलाई हेर्दाखेरि चाहिँ अब अलिकति हामीले हाम्रो मत चाहिँ प्रयोग गर्नुपर्छ भन्ने लागेर चाहिँ अहिले अब सोचाइ परिवर्तन। भनेपछि परिवर्तनको लागि भोट गर्दै हुनुहुन्छ? भोट फर चेन्ज। ल अनि यसमा दुईवटा मतपत्र हुन्छन्, समानुपातिक र प्रत्यक्ष, एउटैमा राख्ने कि अथवा फरक फरक आफ्नो अनुसार राख्ने के विचार गर्नु भएको छ अहिलेसम्म? अब मेरो चाहिँ यस्तो, अब प्रतिनिधि सभाको तर्फ प्रत्यक्षतर्फ चाहिँ मेरो अब एउटा मेरो गोप्य नै छ। अब अर्को भन्नुपर्दा चाहिँ भनेपछि हजुरले घन्टीको महल चलिरहेको छ, त्यो घन्टीमै हान्ने विचार गर्नुभयो? अर्को एकदम हुन त सम्पूर्ण राष्ट्र अहिले घन्टीमै देखिरहेछ, जता पनि घन्टी घन्टी भनिरहेछ। अब हजुर पनि अब जेनजी भएकोले त्यहीमा लागिरहनु भएको छ हो? हजुर, म एकदम जेनजी, प्योर जेनजी भन्नुपर्छ। ल धन्यवाद आफ्नो मत जाहेरको लागि समय दिनुभएकोमा। ल फेरि इन्टरभ्यू। ल धन्यवाद।